नेपालको धमाकेदार जित 14 ओभरमै सकायो खेल। नमस्कार दर्शकवृन्द, स्वागत छ यहाँहरू सबैजनालाई नयाँ अपडेटको यस नयाँ भिडियोमा। आज पनि हामी तपाईहरु समक्ष नेपाली क्रिकेटसँग सम्बन्धित ताजा र जानकारीमूलक अपडेट लिएर चाहिँ आइसकेका छौं। आजको भिडियोमा हामी कुरा गर्दै छौं नेपालले लिग 2 र टी20आई श्रृंखला अघि युके को ग्लोसेस्टरशायरसँग खेलेको दुईवटा अभ्यास खेलमा चाहिँ लगातार जित हासिल गरेको छ। यससँग सम्बन्धित विशेष कुराकानी छ। त्यसैले सम्पूर्ण जानकारीको लागि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई अवश्य पनि सब्स्क्राइब गर्नुहोला र भिडियोलाई एक लाइक अवश्य गर्नुहोला। स्कटल्यान्डमा हुने लिग 2 र टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्नु अघि तयारीका लागि चाहिँ युके पुगेको नेपाली क्रिकेट टोलीले बिहीबारको दिन दुईवटा टी20 अभ्यास खेल चाहिँ खेलेको थियो र दुवै खेलमा चाहिँ नेपालले शानदार जित चाहिँ निकालिसकेको छ। पहिलो खेलमा नेपालले 73 रनको ठूलो जित हात पारेको थियो भने दोस्रो खेलमा ग्लोसेस्टरशायरले दिएको 169 रनको लक्ष्य नेपालले मात्र 14.2 ओभरमै 5 विकेटको क्षतिमा चाहिँ सजिलोसँगै पूरा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 42 बलमा चाहिँ 13 वटा चौका प्रहार गरेका थिए भने एउटा छक्का पनि प्रहार गरेका थिए। उनले टोटल 84 रन बनाउँदै एकदम धमाकेदार पारी चाहिँ यो खेलमा खेले। साथै आरिफ शेखले 30 रन जोड्न सफल भएका थिए भने अनिल शाहले 18 रन जोडे र गुलशन झाले 15 रनको यो खेलमा योगदान दिएका थिए। ग्लोसेस्टरशायरले 20 ओभरमा 168 रन बनाएको थियो। नेपालको बोलिङ तर्फ भने सोमपाल कामीले 4 ओभरमा 38 रन खर्चिएर 3वटा महत्त्वपूर्ण विकेट समेत लिएका थिए। साथै सन्दीप लामिछाने र ललित राजवंशीले एक वटा विकेट लिए। दर्शकवृन्द, नेपाली टोलीको यो उत्कृष्ट प्रदर्शनले अब आउँदो सिरिजमा कस्तो धमाका गर्ने हो भन्ने संकेत दिएको छ। तपाईहरुलाई के लाग्छ कि नेपाल यो लयलाई कायम राख्दै लिग 2 र टी20आई सिरिजमा पनि धमाकेदार गर्न सक्छ त? आफ्नो विचारलाई पक्कै पनि तलपट्टि कमेन्ट बक्समा अवश्य लेख्नुहोला र आगामी क्रिकेटसँग सम्बन्धित नयाँ र ताजा अपडेटहरू नछुटाई हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। नेक्स्ट भिडियोमा अवश्य भेट्नेछौँ। जय नेपाल, जय क्रिकेट।